ल यहाँ चाहिँ आज धरान 11 यो भान्सा चोक र सूर्यमुखी चोकको बिचमा चाहिँ यहाँ आज लागु पदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम अभियान चाहिँ यहाँनिर आज सुरु भएको छ मित्रहरू। यहाँनिर हेर्न सक्नुहुन्छ यसरी आज हाम्रो आजका यस 179औं लागु पदार्थ दुर्व्यसन विरुद्धको अभियानमा आज यस यलम्बर आक्सा चोक सूर्यमुखी चोकमा उपस्थित हुनुभएका सम्पूर्ण मान्यगण्यज्यूहरू तथा इष्टमित्रहरू सम्पूर्णमा म न्यानो अभिवादन अनि नमस्कार टक्राउन चाहन्छु। विशेष त धन्यवाद दिन चाहन्छु यहाँहरूलाई। यो जरुरी पनि छ, लागु पदार्थ दुर्व्यसनले यति जगडिएको छ यो देशमा, गल्ली गल्ली समाज समाज चोक चोक घर घरमा पुरै जिन्दगी बर्बाद भइसकेको अवस्था छ। एक बच्चा दुर्व्यसनमा फस्छ, उसको पुरै परिवार चाहिँ जिन्दगीभरि रुनु पर्ने बाध्यता अवस्था सिर्जना भइसकेको अवस्था छ। उसको बाबुआमाको जिन्दगी बर्बाद भइसकेको छ, घरमा घाटको भइसकेको अवस्था हुँदाखेरि यस्ता किसिमको लागु पदार्थ दुर्व्यसन विरुद्ध अभियानहरू चाहिँ सञ्चालन गरिराख्नुपर्छ भन्ने जरुरी हामीले पनि बुझेका छौँ। त्यही अनुरूप विगत 9-10 महिनादेखि चाहिँ हामी पनि एउटा गस्ती टोली गठन गरेर चाहिँ हामी हिँड्ने गर्छौँ। हामी राति 8 बजेदेखि हामी गस्ती हिँड्छौँ, 9-11 बजीसम्म हिँड्छौँ र हामीले गस्ती टोली हिँडिरहँदाखेरि केही नियम पनि बनाएको छौँ। हामीले नियम यस्तो किसिमको नियम बनाएको छौँ कि यदि कोही कसै व्यक्ति लागु पदार्थ दुर्व्यसन गर्छ अथवा बिक्री वितरण यो एरियामा गर्छ भने भेटिएको खण्डमा उसलाई हामी 50 भाटा लगाउनेदेखि लिएर 100 चोटि उठबस गराएर प्रहरी प्रशासन बोलेर पठाउने हामी त्यो किसिमको नियम बनाएका छौँ। यो एरियामा होहल्ला गर्ने, जाँडरक्सी खाएर हिँड्ने त्यस्ता व्यक्तिलाई पनि 20 भाटा लगाएर 50-100 चोटि उठबस गराउने हामीले यस्ता यस्ता किसिमको नियमहरू बनाएका छौँ। त्यही अनुरूप हामी प्रत्येक दिन जसो हिँड्छौँ। यहाँनिर प्रत्येक दिन हिँड्छौँ हामी। हाम्रो एरिया निकै ठुलो छ, हामी 200-300 घर जति छौँ। हामी प्रत्येक जसो दिल्ली हिँड्छौँ र डेली हामी सम्झाउने बुझाउने गर्छौँ, ब्रिफिङले गर्छौँ हरेक बाबुआमालाई। समाज हाम्रो, समाजका हरेक अभिभावकहरू हामी हौँ। हाम्रै छोरा छोरी भाइ भतिज भान्जा भान्जी जो पनि हुनसक्छ लागु पदार्थ बिक्रीकर्ता सदस्य सेवनकर्ता हो। हामीले बेलैमा सचेत भएनौँ भने त्यसको अन्त्य भनेको भयानक दुर्घटना नै हुन्छ। त्यो अन्त्य एकदम भयानक नै हुन्छ। यसका केही उदाहरणहरू यहाँ हामीले यस एरियामा भइसकेको छ। हाम्रा कलिला भाइहरू दुर्व्यसनकै कारणले गर्दाखेरि चाहिँ अन्यत्र ठाउँमा अब मारिए अथवा मरिए त्यस्तो अवस्थामा भइसकेको छ। अनि त्यसो गर्दाखेरि चाहिँ हामी चाहिँ यो एरियालाई चाहिँ अहिले तपाईँको अवस्था यहाँ एकदम चिन्ताजनकै थियो। यो एरिया साँच्चै भन्नुपर्दाखेरि तपाईँको कस्तोसम्म थियो नि, यहाँ जोगमनी बजारै बन्द रहेछ। यहाँ सेकेन्ड जोगमनी भन्नेसम्म अवस्था सुन्यौँ हामीले। त्यस पश्चात हामीले चाहिँ तपाईँको एउटा गस्ती सञ्चालन गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामीले बिस्तारै सबैलाई सम्झाउने प्रक्रियामा गयौँ। भाइ बहिनी त्यस्ता यङ केटाहरूलाई बोलायौँ, हामीले भेला गऱ्यौँ। यो यस्तो हो, तिमीहरूले पनि बुझ्नुपर्छ भनेर हामीले सम्झाउने प्रक्रियामा गयौँ। पुनः तिमीहरूलाई समस्या कुनै पनि किसिमको समस्या छ भने हामीलाई भन, हामी तिमीहरूको निम्ति केही गर्नेछौँ, त्योसम्म पनि भन्यौँ। हामी कारवाहीको प्रक्रियासम्म गइसकेका छौँ। धेरैचोटि कारवाही गरिसकेका छौँ। हामीले 50 भाटा लगाई 100 चोटि उठबस गराएर प्रहरीलाई बुझाएनौँ। हामी यहाँ के गर्छौँ भने समाज बस्छौँ, सारा समाज बसेर एउटा कागज गर्छौँ, बकाइदा कागज गर्छौँ। हामी कागज गरेर चाहिँ सिग्नेचर गराएर उसको 3 पुस्ते लेखेर अनि चाहिँ उसलाई सम्झाइ बुझाइ गर्ने गर्छौँ। त्यसो भएको हुँदाखेरि चाहिँ यो लागु पदार्थ दुर्व्यसनको यो जो प्रयोगकर्ता छ अनि त्यसपछि यो उसका अभिभावक होस्, समाज यति आतङ्कित भइसकेको छ कि उनीहरू यस्तो अवस्थामा हुन्छ कि कुनै पनि बेला आएर उनीहरूको त्यो चार्ज मातेको बेलामा आएर कुनै पनि बेला चार्जमा अब चार्ज गर्न सक्ने को हो के हो भन्ने खालको अवस्था। यो चाहिँ अलिकति त्रसित अवस्था चाहिँ छ। त्यही पनि न्यूनीकरणै चाहिँ हुन नसक्ला। त्यही पनि यसका निम्ति चाहिँ हामी हरेक बाउ आमा समाज लागि पर्नुपर्छ, जुट्नुपर्छ यसको विरुद्धमा। हामीले हाम्रो यो एजभन्दा पनि हुर्किँदै गरेको बच्चालाई हेर्नुपर्ने अवस्था छ, हेर्नुपर्ने अवस्था आइसकेको छ होइन। त्यसो भएको त म सम्पूर्ण अभिभावकजीहरूलाई पनि यही जानकारी गराउँछु। हामी बारम्बार गस्ती हिँड्नुभन्दा अगाडि चाहिँ ब्रिफिङ दिने यही गर्छौँ कि कृपया तपाईँहरूको बच्चाहरूलाई हेर्नुहोला, सम्झाउनु होला, बुझाउनु होला। कराएर होइन, अपमानित गरेर होइन, थर्काएर होइन, कुटेर होइन, मायाले सम्झाउनुहोस्, फ्रेन्डली भएर सम्झाउनुहोस् भन्ने गर्छौँ। त्यही अनुरूप हामी यसरी हिँडेका छौँ।
अनि सबै हामीले चाहिँ समाजमा सबैजना यदि यसरी नै जागरुक भयौँ भने र होयौँ भने चाहिँ परिवर्तन सम्भव छ। यही भन्दै म धेरै बोल्न चाहन्न, त्यो भन्दै म मेरो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। हामीले पक्कै पनि उहाँहरूले जस्तै आफ्नो गाउँठाउँमा रातिको समयमा चाहिँ समय मिलाएर पालो क्रमबद्ध रूपमा गरेर चाहिँ गस्ती गरेको खण्डमा पनि केही हदसम्म चाहिँ यो लागु पदार्थ दुर्व्यसनीहरूको न्यूनीकरण हुन सक्छ कि भन्ने कुरा उहाँले अत्यन्तै यो राम्रो कुरा राख्नुभएको छ। तपाईँहरूले पनि आफ्नो गाउँठाउँमा राख्न सक्नुहुनेछ भन्दै म फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हामीसँग धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाबाट पनि कर्मचारी आउनुभएको छ र यसै क्रममा स्वास्थ्य महाशाखाका कर्मचारी अजित ठाकुर सरलाई पनि आफ्नो मन्तव्य राखिदिनुको निमित्त म हार्दिक अनुरोध गर्दछु। 1253 दिनको कार्यक्रम सञ्चालक रसिक देवेज्यूलाई मलाई पनि 2 शब्द राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस कार्यक्रममा उपस्थित हुनुहुने यस आफ्नो तबकाबाट आउनुहुने सम्पूर्णलाई स्वागत गर्दै मेरो अलिकति यो सानो भनाइ अब बोल्दा बोल्दै यो लागु औषध कस्तो छ भन्दाखेरि भनाइ र सन्देश दिँदाखेरि अलिकति मिस्टेक भयो भने गाह्रो हुनसक्छ। त्यही कारणले गर्दाखेरि मैले मोबाइलमा टिपोट गरेर ल्याएको छु र मोबाइलबाट यसो भन्न चाहन्छु। यहाँहरूको अनुमति माग्दै म आफ्नो भनाइ भन्न चाहन्छु। विभिन्न मादक पदार्थ लागु तथा पेय पदार्थ जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा शारीरिक स्थितिमा परिवर्तन ल्याई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि नोक्सानी पुर्याउँछ त्यस्ता वस्तुलाई लागु पदार्थ भनिन्छ। यिनै लागु पदार्थहरूमध्ये पर्ने एक वस्तु हो लागु औषध। लागु औषध पनि एक प्रकारको औषधि हो जसको सेवन मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ। यसले मानसिक चेतना अनुभूति मनोभावलाई प्रभावित पारी बुझ्ने सम्झिने र सोच्ने व्यक्तिलाई विकृति तुल्याउँछ। लागु औषधको विशेष केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्न सक्ने हुनाले यस्ता वस्तुलाई विभिन्न मानसिक रोग निदानको लागि प्रयोग गरिन्छ। निन्द्रा लाउने, चेतनाको अवस्थामा बदलाव ल्याउने, भावनात्मक स्थितिमा परिवर्तन ल्याउने, पीडा अनुभव कम गराउने, शिथिल बनाउने, दिमाग उत्तेजित गराउने, निराशपन हटाउने, शान्ति पैदा गर्ने लगायतका असरहरूको आधारमा शिथिलता, उत्तेजक, भावनात्मक दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। लागु औषध प्रकृतिबाट सिधै बिना कुनै यान्त्रिक प्रशोधन बिरुवाको पात, जरा, चोप, फुल, घाट आदिबाट पनि प्राप्त गर्न सकिन्छ। यस्ता प्रकृति लागु औषधहरू गाँजा, चरेस, अफिम, कोकिन आदि पर्दछ। प्रयोगशाला र कारखानामा औषधहरू कृत्रिम लागु औषधहरू हुन्। प्राकृतिक लागु औषधहरू बढी असरयुक्त र खतरनाक हुनाले स्नायु प्रणालीमा प्रभावकारी असर पुर्याउनेलाई प्रयोगकर्तालाई असामान्य स्थितिमा समेत पुर्याउँदछ। यस्ता औषधिहरू अत्याधिक मात्रामा लगातार यस्ता औषधिको सेवन गर्नाले यसपछि निर्भरता मात्र बढ्न नगई दुर्व्यसनीय अवस्थामा समेत पुग्न सकिन्छ। नेपालको प्रचार सञ्चय तथा प्रयोगका बन्देज रहेका साथै यसलाई कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहेर आन्तरिक अपराधको रूपमा समेत लिइन्छ। तसर्थ लागु औषधको सेवनले व्यक्तिको शारीरिक तथा मानसिक रूपमा प्रतिकूल असर मात्र नभई व्यक्तिको परिवार, छिमेकी तथा समाजलाई प्रदूषित गरी विभिन्न प्रकारका सामाजिक विकृति र अपराधहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै जान्छ। अत औषधिहरूको लागि लागु औषध वितरण गर्दा राम्ररी ध्यान अध्ययन गरी बिक्री गर्न मिल्ने सम्पूर्ण आधार हेरेर पूर्ण रूपमा लागु औषधको रेकर्ड राखेर बिरामीहरूलाई बिक्री वितरण गर्नुपर्दछ। साथै नेपाल सरकारद्वारा जारी भएका सम्पूर्ण लागु औषध सम्बन्धी प्रावधान पालन गरी लागु औषधको दुरुपयोगलाई आफ्नो ठाउँबाट निरुत्साहित गरी स्वास्थ्य सभ्य र सुसंस्कृत समाजको निर्माणको योगदान दिन सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ हामी सबैको दायित्व भएको कारणले गर्दाखेरि म एउटा घटना सुनाउँछु। कस्तो भएको छ भन्दाखेरि क्याम्प गेट अगाडि आजभन्दा लगभग 10-12 वर्ष अगाडि के भएको थियो भन्दाखेरि चाहिँ एउटा औषधि पसलमा बसिरहेको थिएँ। रातिको 9-10 बजीतिर आएर अनि मलाई डट भनेर माग्नुभयो। डट भनेर माग्दाखेरि हामीले के बुझ्यौँ भन्दाखेरि डट दिनुपर्छ भनेर बुझ्यौँ। भने डटको अर्थ के रहेछ भने सिरिन्ज रहेछ क्या। अनि उसले मलाई मुख छाडेर गाली गर्यो। मलाई त डट पो मागेको त मलाई किन के अरे सिरिन्ज नदिएर मलाई डट दिएको भनेर यस्तो
कुरो घटनाबाट म पनि जोगिएको छु। त्यही कारणले लागु औषध गर्दा र अर्को कुरो के गर्छ भने विद्यार्थीहरूले चाहिँ विशेष मात्रामा साथीहरूले चाहिँ के भन्दो रहेछ भन्दाखेरि जस्तै यो लागु औषधको दबाई यदि थाहा हुँदैन नयाँ युजरलाई अनि उहाँलाई चाहिँ यो दबाई खायो भने चाहिँ मोटोपन छ भने दुब्लोपन बनाउँछ, घटाउँछ अनि निन्द्रा लाग्दैन अनि धेरै पढ्न सकिन्छ भनेर चाहिँ त्यो विद्यार्थीहरूमा चाहिँ गतिविधिहरूमा चेन्जहरू ल्याउनको लागि नयाँ साथीहरूले त्यस्तो खालको रोलहरू गरिरहेको हुन्छ। त्यही कारणले गर्दाखेरि यस्ता कुराहरू विद्यार्थीहरूमा चाहिँ एकदम याद गर्नुपर्ने हुन्छ। कतिपय विद्यार्थीहरू यस्तो देखेको छु कि स्कुल जान्छन्, स्कुलबाट आफै घर जान्छु भन्दाखेरि चाहिँ स्कुल क्लासै नगरिकन चाहिँ तपाईँको आउने अनि बाहिर त्यो सङ्गतमा बसेका साथीभाइसँग बस्ने अनि कोठाहरूतिर जाने अनि तपाईँको गाँजा खाने, चुरोट खाने अनि यस्ता कुराहरूको पनि प्रमाणहरू भेटाइरहेछन्। त्यसको कारबाहीको दायराहरूमा ल्याइरहेछन् भन्दै मेरो आफ्नो सन्देशमूलक के अरे 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।